म डाक्टर शिवान्ती श्रेष्ठ, अहिले अकोप्लास्टिक फेलो। हाम्रो सबिनाजी चाहिँ घाइते भएर आउनुभएको छ। उहाँको आँखाको लागि तेलगङ्गामा ल्याइएको छ। के ट्रिटमेन्ट भयो? उहाँको अहिलेको अवस्था कस्तो छ? उहाँको चाहिँ नि चोटको कारणले गर्दाखेरि पानीको फोहराले गर्दाखेरि आँखामा चोट लागेको भन्ने भन्नुभयो हजुरहरूले होइन, हिस्ट्री अनुसार। अनि हेर्दाखेरि चाहिँ उहाँको चाहिँ दुवै आँखाको लिड्सहरू चाहिँ स्वलन छ, त्यसपछि रगत पनि जमेको छ आँखामा होइन। आँखाभित्र पनि रगत जमेकोले गर्दाखेरि भिजन एकदमै कम छ। बाहिर यो स्किनमा पनि ल्यास्ट्रेसन छ, कन्जङ्क्टिभा झिल्लीमा पनि ल्यास्ट्रेसन छ, प्लस हाइफीमा भन्छ आँखाभित्र। हामीले चाहिँ रगत जमेकोलाई हाइफीमा भन्नु भन्छ, हाइफीमा छ। त्यसको कारणले गर्दाखेरि चोटको कारणले गर्दाखेरि प्रेसर पनि बढेको छ आँखाको। त्यो हाइफीमाको कारणले गर्दाखेरि भिजन एकदमै कम भएकोले गर्दाखेरि प्लस पछाडिपट्टि रेटिनामा पनि राम्ररी हेर्न सकेको छैन कि डाइलेट गरेर हेर्दाखेरि नसा चाहिँ आँखाको नसासम्म चाहिँ देखियो, त्यसपछिको रेटिनाहरूको भाग चाहिँ कस्तो छ के छ भनेर अहिले चाहिँ भन्न सकिँदैन। अलिकति अब औषधिहरू हामीले सुरु गर्ने होइन, औषधि सुरु गरेर हाइफीमा सेटल डाउन भइसकेपछि बल्ल पर्दाको कन्डिसन कस्तो छ भनेर भन्न सकिन्छ। भित्रको अवस्था चाहिँ कस्तो? हामीले चाहिँ क्लोज लोब इन्जुरी हो यो चाहिँ। अब दबाई लगाएर हेरेर त्यसपछि फलोअप गर्दै गर्दै गइसकेपछि बल्ल पर्दा अब राम्रो छ कि नराम्रो छ के छ भनेर चाहिँ त्यतिखेर भन्न सकिन्छ कि भिडियो एक्सरेबाट हेर्दाखेरि चाहिँ पर्दा च्यात्तेको जस्तो चाहिँ देखिँदैन, तर कहिलेकाहीँ पर्दामा रगतहरू जमिने होइन, त्यसपछि गएर बिचको हेर्ने भाग सुनिने त्यो कुराहरू चाहिँ राम्ररी क्लियरली देखिया छैन। किनभने आँखाको अगाडि जुन हामीले यो क्यामेराको एपर्चर जस्तै यो पिपिलको भागमा पनि सबै हाइफीमा भएकोले गर्दाखेरि एकदम क्लियर चाहिँ देखेको छैन। त्यो चाहिँ वेट एन्ड वाच चाहिँ गर्नुपर्छ। दबाईले कस्तो असर गर्दै जान्छ त्यसपछि फलोअपमा थाहा हुन्छ। सर्जरीहरूको सम्भावना? सर्जरी चाहिँ अब यो ल्यास्ट्रेसनको चाहिँ रिपेयर गर्नुपर्छ। दुईतिरै आँखाको अप्पर लिडको ल्यास्ट्रेसन भएको छ, च्यात्तिएको छ, त्यसलाई चाहिँ नि हामीले आज रिपेयर गर्ने। प्लस अब झिल्लीमा पनि चोट लागेको छ होइन, त्यसलाई पनि रिपेयर गर्नुपर्छ, सर्जरी गर्नुपर्छ। अलि फर्दर ट्रिटमेन्ट चाहिँ त्यो गरिसकेपछि ओरल एन्टिबायोटिक, त्यसपछि गएर स्टेरोइड, टपिकल स्टेरोइडहरू, त्यसपछि गएर पिपिललाई डाइलेटिङ ड्रप, अनि त्यसपछि आँखाको प्रेसर बढेकोले गर्दाखेरि आइपी लोडिङ, अनि त्यसपछि पछि अब यो अहिले चाहिँ नि फ्र्याक्चरै भइहालेको जस्तो चाहिँ लाग्दैन, तर अलिकति स्वेलिङले गर्दाखेरि पनि टेन्डरनेस चाहिँ छ, अझ पनि टेन्डरनेस रह्यो होइन। त्यस्तो भयो भने चाहिँ हामीले एउटा सिटी स्क्यान पनि एडभाइस गर्छौँ। भनेपछि अहिलेको अवस्थामा सबै ट्रिटमेन्टहरूले हजुरहरूले हेर्नु भइसकेपछि लाइक नर्मल अथवा सिरियस कस्तो खालको त भन्न मिलेन। अभियसली अब आँखाको भिजन एकदमै कम छ होइन। अब हेर्दै जानुपर्छ। मेडिकल ट्रिटमेन्टले भयो भने मेडिकल ट्रिटमेन्टै गरेर हुन्छ होइन। इनकेस अब पछाडि पर्दामा पनि धेरै चोट लागेको रहेछ त्यस्तो भयो भने चाहिँ अलिकति ट्रिटमेन्ट लामो नै हुनसक्छ।